अहङ्कार। ऊभन्दा जेठो म, मेरो बादमा संसारमा आएको ऊ। उसको र मेरो जिन्दगी पनि एउटै छ, तर ऊ त साह्रै अहङ्कारी छ। दुई आँखा भए पनि अन्धो छ, सत्य तथ्य नबुझ्ने लाटो छ। मैले पनि ऊ जस्तै सानो बिरुवादेखि मुढासम्म, कचेट र चोइटादेखि घाटको चित्तासम्मको यात्रा गर्नुपर्छ। तर उसलाई यो सत्य कुरा कहाँ मन पर्छ। त्यसैले ऊ भौतिक संसारमा अल्मलिएर मेरो जस्तै खरानी र माटो हुने प्राणको घमण्ड लिएर अन्त्यमा ऊ र म सँगै जलेर खरानी भएर जाँदा पनि ऊ बोल्नै बोल्दैन। सायद अहङ्कार उसको कहिले मर्दैन।